and I'm currently working as a Chief Technology Officer and a co-founder at Nirvix Technology. Basically, Virinchi College मा चाहिँ डिग्री भन्दा पनि मोरओभर प्र्याक्टिकल बेस्ड लर्निङ, रियल लाइफको प्रोजेक्ट्सहरुमा काम गर्ने मौका र इन्डस्ट्रीमा कसरी काम भइरहेको छ त्यसको आफ्नो एउटा एप्लिकेसन चाहिँ भिरिन्ची कलेजको एउटा फाउन्डेसनमा पाएको हुनाले चाहिँ आई हेभ जोइन भिरिन्ची कलेज। जुन कलेजको लेक्चररहरू हुनुहुन्छ, कलेजको सराउन्डिङ इन्भाइरोमेन्ट्स, इभन माई कलिग्स एन्ड फ्रेन्ड सर्कल एउटा राम्रो प्लेटफर्म बनाइदिएको कारणले गर्दा चाहिँ इभन कलेजको सरहरूसँग टिचरहरूसँग पनि राम्ररी कम्युनिकेसन र कोलाबोरेसन चाहिँ भएको थियो, सो द्याट कि मैले पछि गएर आफूले चाहेको सोचेको ड्रिम मैले पुरा गर्न सक्छु कि सक्दिनँ भन्ने एउटा जुन चिन्ता थियो, एउटा डर थियो, त्यो चाहिँ टोटली हटेको थियो। सो फर्स्ट सेमेस्टरमा जोइन गर्ने बित्तिकै नै इट फेल्ट लाइक अ होम, एउटा लाइक क्लोज इन्भाइरोमेन्टमा काम गरेको छु जस्तो चाहिँ मलाई फिल भएको थियो। सो बट द लाइक इन्भाइरोमेन्ट अफ द कलेज, त्यो सिकाइहरू, त्यो नलेजहरू, जुन प्र्याक्टिकल ह्यान्ड्स अन कुराहरू जुन कलेजले हामीलाई प्रोभाइड गरेको थियो, त्योबाट चाहिँ इट वाज रियली हेल्पफुल फर मी टु डेभलप माई हार्ड स्किल्स एज वेल एज सफ्ट स्किल्स। सो द मेन थिङ इज त्यो आइओटी रोबोटिक्समा चाहिँ हामीले थ्योरिटिकलमा जुन क्लासमा कोडिङ गरेको पढेको कुरालाई चाहिँ हामीले हार्डवेयरमा इम्प्लिमेन्ट गर्दाखेरि कसरी रिजल्ट चाहिँ हामीलाई आउँछ भन्ने कुरा चाहिँ इट वाज अ रियली गुड थिङ द्याट वी हेभ लर्न इन आइओटी रोबोटिक्स। सो म आफैले पनि बिस्तारै सिकिसकेपछि, ट्रेनिङहरू पाइसकेपछि एज अ आइओटी क्लबको लिडर पनि वर्क गरिसकेको छु। सो डिफ्रेन्ट वर्कसपमा गएर आफूभन्दा जुनियर्सहरूलाई, प्लस टू लेभलको स्टुडेन्ट्सहरूलाई चाहिँ मैले क्लासेसहरू दिँदाखेरि जुन इट रियली हेल्प मी टु बुस्ट माई स्किल्स अन द्याट फिल्ड। भिरिन्ची कलेजको अरू कुराहरू पनि नट ओन्ली आइओटी रोबोटिक्स, एभ्रिथिङ जुन सफ्टवेयरकै काम गर्दा पनि क्लासमा पढाएको कुरा नै हामीले रियल लाइफमा काम गरेको गर्दा चाहिँ ठ्याक्क रिलेट भन्दाखेरि चाहिँ त्यो मोमेन्ट चाहिँ क्लिक भइदियो रहेछ। सो मेरो टिचरहरूलाई पनि मैले राम्ररी क्वेसन्सहरू गर्थेँ होइन, सर यो कसरी गर्ने, यसलाई यो फ्युचर कसरी बनाउने भन्दाखेरि दे डिडन्ट ओन्ली सिम्पली एन्सर लाइक यो भनेको चाहिँ हो, यस्तो भनेको यस्तो भनेर एन्सर गर्नुको सट्टा चाहिँ इन्स्टेड अफ द्याट दे ह्याड रियली हेल्प मी लाइक च्यालेन्जेसहरू दिएर के यस्तो चाहिँ यस्तो गरिन्छ, रियल लाइफ प्रोजेक्टमा हामीले यस्तो युज गर्छौँ, यसको लागि चाहिँ यहाँबाट पढ्ने हो, यसको लागि फ्री अफ रिसोर्सेसहरू यहाँ छ, अनलाइनमा डकुमेन्टेसन यहाँ छ र कोर्सेस अनुसारको चाहिँ हामीले यस्तो यस्तो पढेको थियौँ, यसको लागि थप पढ्नको लागि चाहिँ यहाँ छ। लाइक कलेजमा सरहरू आफै लाइक बियोन्ड द क्लासरुम होइन, 11:45को हाम्रो क्लास सकेपछि पनि इफ हामीले चाह्यौँ भने चाहिँ टिचरहरूलाई सँगै बसेर लाइब्रेरीमा होस् अथवा क्लासरुममा होस् बसेर चाहिँ उहाँहरूले प्रपरली 1-to-1 चाहिँ हामीलाई गाइडेन्स गर्नुभएको थियो। सो त्यो बेलामा चाहिँ म एज अ टिम लिडर पनि थिएँ। सो त्यो बेलामा चाहिँ कसले कति काम गर्यो, प्रोजेक्टको ट्र्याकिङहरूदेखि लिएर कम्युनिकेसनदेखि लिएर इभन अब कुनैलाई केही प्रब्लम आयो भने त्यो प्रब्लमहरू कसरी सल्भ गर्ने भन्ने सबै कुराहरू चाहिँ हेर्नु पर्दो रहेछ। सो द्याट वाज अल्सो अ प्र्याक्टिकल बेस्ड लर्निङ फर इन्डस्ट्री, किनभने कम्पनीमा गइसकेपछि अहिले पनि म के फिल गर्छु भन्दाखेरि मैले एउटा सानो टिम लिड गरिरहेको छु एज अ चिफ टेक्नोलोजी अफिसर, अनि त्यहाँ चाहिँ मैले प्रपर कम्युनिकेसन गरिनँ भने उहाँहरूले पनि काम गर्न सक्नु हुँदैन। सो त्यही कुरा चाहिँ हामीले अलरेडी हाम्रो ग्रुप प्रोजेक्टमा त्यही कुरा चाहिँ इम्प्लिमेन्ट गरिसकेको थियौँ। लाइक प्रोजेक्ट म्यानेजमेन्ट टुलको ट्र्याकिङको लागि कुन युज गर्ने, कम्युनिकेसनका लागि टुल कस्तो युज गर्ने, त्योदेखि लिएर कसरी चाहिँ गिटहबमा भर्जन कन्ट्रोलको कोडहरूको कुराहरू, सबै कन्फ्लिक्ट्सहरू कसरी सल्भ गर्ने, त्यो एभ्री कुरा चाहिँ हामीलाई इन्डस्ट्रीमा जानु अगाडि नै हामीलाई चाहिँ रेडी बनाइसकेको थियो। सो ग्रुप प्रोजेक्ट हेल्प मी अ लट। आजको दिनमा चाहिँ त्यो ग्रुप प्रोजेक्ट नभएको भए चाहिँ सायद आजको दिनमा एउटा कम्पनीमा रन गरेर सिटिओको पोजिसनमा चाहिँ सायद अजाइल मेथोडोलोजीले कसरी काम गर्छ भनेर क्वेसन सोद्धाखेरि आई क्यान इमेजिन कि मैले चाहिँ यसरी काम गरेको थिएँ भनेर। सो भिरिन्ची कलेजमा पढ्दाखेरि एउटा बेनिफिट चाहिँ के हो भन्दाखेरि यहाँ जुन कुरा पढाइ हुन्छ त्यो भनेको रियल लाइफमा इन्डस्ट्रीमा युज हुने मेथोडोलोजी नै हामीले फलोअप गरिरहेको हुन्छ। सो द्याट्स वाट वी निड। अहिलेको टाइममा चाहिँ हामीले एउटा आइडियालाई सोचेको हुन्छौँ, जुन कुरा हामीले बनाएको पनि हुँदैन, अब एउटा कुनै कुरामा एउटा आइडिया निस्केको हुन्छ, सो लेट्स बिल्ड दिस। हामीले हाम्रो इमेजिनेसनमा छ त्यो आइडिया, दिमागमा चाहिँ छ, तर जब त्यो हामीले ग्रुपमा प्रोजेक्टमा काम गरेर जब त्यो इट केम्स टु अ फङ्सनल पार्ट, जब त्यो हामीले सोचेको इमेजिनेसनको आइडियालाई चाहिँ हामीले जीवित गरिदिन्छौँ, द्याट इज द मोस्ट रिवार्डिङ थिङ फर अस के। ओके, यो चाहिँ मेरो लाइफको सबैभन्दा ठुलो प्रोजेक्ट भनौँ या मैले अहिलेसम्म गरेको एउटा बिगेस्ट अचिभमेन्टको कुरा भनौँ। सो डिफ्रेन्ट ह्याकेथन्सहरूमा पनि मैले गएर जितिसकेको छु कलेजको टिमबाट, अनि मोरओभर त्यो ह्याकेथन्समा भएको प्रोजेक्ट्सहरूलाई नै म एकदम बिगेस्ट अचिभमेन्ट जस्तो मान्छु। सो लास्ट एउटा ह्याकेथन थियो, एउटा 100x नेपालको ह्याकेथन, जहाँबाट चाहिँ भिरिन्ची कलेजबाट हाम्रो सेमेस्टरको एउटा टिम गएको थियौँ। सो त्यहाँ चाहिँ वी बिल्ड अ इनोभेटिभ प्रोजेक्ट कल्ड आरोग्य कनेक्ट, जसले चाहिँ नेपालको एउटा रुरल एरियाजमा चाहिँ जहाँ चाहिँ इन्टरनेट चल्दैन, वाइफाई चल्दैन, मोबाइलको डेटा इन्टरनेट चल्दैन, त्यहाँबाट चाहिँ एउटा हामीले डिभाइस क्रिएट गरिदिन्छौँ। त्यहाँबाट चाहिँ रुरल एरियाजबाट चाहिँ अर्बन एरियाजमा इमर्जेन्सी एसओएस अलर्टहरू चाहिँ ट्रिगर गरिदिन्थ्यो। सो त्यसको लागि पनि डेभलपमेन्ट गर्नका लागि जुन मैले हार्डवेयर स्किल्सहरू, आइओटीको नलेजहरू, सफ्टवेयर स्किल्सहरू, कोडिङको नलेजहरू सिकेँ,
भिरिन्ची कलेजले प्रोभाइड गरेको जुन त्यो प्लेटफर्म छ, भिरिन्ची कलेजले प्रोभाइड गरेको जुन इन्भाइरोमेन्ट छ, एउटा लर्निङ त्यो मेथोडोलोजी छ, त्यो नै सबैभन्दा चाहिँ मेरो स्ट्रङ फाउन्डेसन भएको थियो। सो त्यो कारणले गर्दा नै इट रियली हेल्प मी टु बिल्ड द्याट प्रोजेक्ट। सो आई रियली थ्याङ्क्स एन्ड एप्रिसिएट भिरिन्ची कलेज फर द्याट अपर्च्युनिटी टु मी। भिरिन्ची कलेजमा चाहिँ नट ओन्ली वान रोल मोडल, आई वुड लाइक टु एक्सप्लेन इट लाइक एउटा कम्युनिटी अनि एउटा फ्यामिली, जसमा चाहिँ एउटा कोलाबोरेटिभ मेन्टरसिप भइरहेको छ। सो त्यसैलाई नै म एज एउटा रोल मोडल मान्छु। भिरिन्चीमा जोइन गर्ने बेलामा आई वाज इन्ट्रोभर्ट काइन्ड अफ पर्सन, जसलाई अगाडि गएर बोल्न पनि डर लाग्थ्यो अनि जसलाई कोडिङको केही पनि नलेज थिएन, जसलाई हार्डवेयरको केही पनि नलेज थिएन। बस एउटा यति थाहा थियो कि आइटी फिल्डमा चाहिँ गएर काम गर्नुपर्छ भन्ने एउटा ड्रिम थियो। मेरो डिसिप्लिनदेखि लिएर, मेरो बोल्ने स्किल्सदेखि लिएर, मेरो प्रब्लम सल्भिङ स्किल्स, एनालिटिकल स्किल, क्रिएटिभ थिङ्किङ स्किल्स, होइन, जुन यो नट ओन्ली हार्ड स्किल्स लाइक गएर ल्यापटप अगाडि बसेर कोड गर्ने मात्रै होइन, कसरी क्लाइन्टसँग डिल गर्ने, कसरी कम्युनिकेसन गर्ने, एउटा टिमलाई कसरी लिड गर्ने, टिमभित्रको कोलाबोरेसनमा कसरी काम गर्ने, कसरी रियल वर्ल्डको प्रोजेक्टसँग हामी काम गर्ने, त्यो सबै कुरा चाहिँ भिरिन्ची कलेजको यो 4 वर्षको जर्नीमा चाहिँ मैले सिकेको छु। जुन अहिले म एउटा क्लाइन्टसँग डिल गरेर प्रोजेक्ट फिक्स गरेर म एउटा टिममा काम गर्छु, टिमलाई म प्रोजेक्ट असाइन गर्छु, काम असाइन गर्छु। त्यसको लागि त मलाई एउटा राम्रो कम्युनिकेसन स्किल्स चाहियो होला नि त। सो एउटा इन्ट्रोभर्ट स्टुडेन्ट जुन चाहिँ भिरिन्ची कलेजमा जोइन गरेको थियो, सो अहिले 4 वर्षको जर्नी भएपछि आई एम लिडिङ अ टिम एन्ड अ कम्पनी राइट नाउ इन। सो कम्पनीमा काम गर्ने बेलामा उसलाई कोडिङ स्किल सँगसँगै उसको टिम कोलाबोरेसन स्किल, कम्युनिकेसन स्किल, एउटा प्रब्लम सल्भिङ स्किल, क्रिएटिभिटी, एनालिटिकल स्किल्सहरूदेखि लिएर कसरी चाहिँ उसको एउटा सफ्ट स्किल्स छ, त्यो सबै कुराहरू हेर्ने गरिन्छ, जुन चाहिँ भिरिन्ची कलेजले सिकाउँछ। सो भिरिन्ची कलेजले एउटा ब्यालेन्स लर्निङ इन्भाइरोमेन्ट प्रोभाइड गर्ने हुनाले चाहिँ आई सजेस्ट एभ्री स्टुडेन्ट टु जोइन भिरिन्ची कलेज इफ यु वान्ट टु सेक्योर अ पर्फेक्ट गुड स्पट फर यर फ्युचर। भिरिन्चीको चाहिँ एउटा राम्रो पाटो चाहिँ के हो भन्दाखेरि कलेजको करिकुलममा मात्र बााउन्ड नगरेर रियल स्टुडेन्टलाई चाहिने के हो त टाइमिङ अनुसार के, जस्तै अहिलेको करेन्ट ट्रेन्ड के छ त, अहिलेको करेन्ट ट्रेन्डमा चाहिँ ल एआई र रोबोटिक्स छ अथवा एआई र मेसिन लर्निङ छ भने त्यो रिलेटेड एक्सपर्ट बोलाएर नै क्लासमा नट ओन्ली त्यो कोर्समा छैन भने पनि त्यो रिलेटेड एक्सपर्ट बोलाएर हामीलाई वर्कसप र सेसन्सहरू चाहिँ प्रोभाइड गरिदिनुहुन्थ्यो। सो त्यसले गर्दा नै एउटा प्रोफेसनल करियर गुड्न भन्ने एकदमै हेल्प भएको छ। टिम कोलाबोरेसन स्किल, प्रब्लम सल्भिङ स्किल, एनालिटिकल स्किल्सहरू, एउटा लिडरसिपको स्किल्स जुन भिरिन्चीले प्रोभाइड गरेको छ, भिरिन्चीले सिकाएको छ, त्यो चाहिँ म नट ओन्ली इन आइटी फिल्ड, म जुनसुकै डोमेनमा गए पनि द्याट विल हेल्प मी। अनि त्यो कुराले नै मलाई सधैँ नै काम गर्ने चाहिँ मोटिभेट गर्छ। ट्रान्सफर्मेटिभ, इम्पावरिङ एन्ड इनोभेटिभ।